के तपाईँलाई लाग्छ नेपालको कृषि अझै पनि त्यही कोदालो र हलोमा मात्र सीमित छ? आज म तपाईँलाई लैजान्छु जहाँ नेपालको भविष्य फेरिँदै गरेको देखिन्छ। म आएको छु नेपाल एग्रोटेक इन्टरनेसनल एक्सपोमा। भित्र छिर्ने बित्तिकै मेरो नजर पर्यो बलवान कृषिको स्मार्ट मेसिनहरूमा। अब किसानले पसिना मात्र होइन, प्रविधि बगाउने बेला आएको छ। सधैँ किसानको चिन्ता हुन्थ्यो मेहनत गरेर फलाएको फलफुल कुहिएर जाने। तर यहाँ रेफ्रिजरेटरको यस्तो ठूला फ्रिजहरू र भ्यानहरू देख्दा लाग्यो अब हाम्रो उत्पादन खेतदेखि होटेलसम्म ताजा नै पुग्नेछ। -4 डिग्रीको चिसोमा अब हाम्रो मेहनत सुरक्षित रहनेछ। ड्रोनले खेती गर्ने कुरा हामीले फिल्ममा मात्र देख्थ्यौं, तर 12,75,000को यो स्प्रेवेयर ड्रोन र 42 लाखको यो हार्भेस्टिङ मेसिन देख्दा गर्व लाग्यो। अबको कृषि मजदुरी होइन, राज गर्ने बाटोमा छ। बिउदेखि प्रविधिसम्म, होन्डाको हाते मेसिनदेखि इमेलाको इलेक्ट्रोनिक औजारसम्म, यहाँ जे देखियो त्यसले एउटै कुरा भन्छ, नेपाली माटोमा सुन फलाउन तयार छ। मात्र हामीलाई आधुनिक सोचको खाँचो छ। साल्ट ट्रेडिङदेखि कृषि ज्ञान एपले त झनै खेती गर्ने तरिका नै बदलिदिएको छ। विदेशमा पसिना बगाउनु भन्दा आफ्नै माटोमा यस्ता प्रविधिहरू सदुपयोग गर्न सके कति राम्रो हुन्थ्यो होला। यो मेला केवल एउटा मेसिनको प्रदर्शनी मात्र होइन, यो समृद्धि नेपालको एउटा सपना हो। आउनुहोस् मिलेर नेपालको कृषिलाई आधुनिक बनाऊ। हजुरहरूलाई कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी कस्तो लाग्यो? कमेन्टमा प्रतिक्रिया दिनुहोला।